हेलो 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 साथीहरू, फेरि म आइसकेकी छु एउटा न्यू ब्लग लिएर। कस्तो हुनुहुन्छ हजुरहरू? आई होप हजुरहरू सबै सन्चै हुनुहुन्छ होला र हामी पनि एकदमै सन्चै छौँ। जस्तो कि त हजुरहरूलाई थाहा छ कि आजकल बच्चाहरूको स्कुलको छुट्टी पडिसकेको छ 1 महिनाको लागि। त्यसैले म पनि सिमला घुम्न आइसकेकी छु। देख्न सक्नुहुन्छ सिमलाको भ्यू। अनि यो चाहिँ मेरो बाबु हो, यसले पनि खुब इन्जोय गरिरहेको छ सिमलामा। हाई गर्दो देख्न सक्नुहुन्छ। अनि जस्तै कि त तपाईहरुलाई थाहै छ सिमलामा कति राम्रो राम्रो सेब लागेको हुन्छ। त देख्न सक्नुहुन्छ, म हजुरहरूलाई सेब देखाउँछु। देख्न सक्नुहुन्छ सेब अहिले यति सानो सानो छ। अब यसको पनि सिजनको टाइम आइसकेको छ। अनि आज चाहिँ हाम्रो प्लान छ कि चरपटे बनाएर खानेको। अब हजुरहरूलाई पनि देखाउँछु चरपटेको रेसिपी, अनि भिडियोमा बनिरहनु होला। अनि मैले चाहिँ ल्याइसकेको छु भुजा। यो चाहिँ चरपटेको मसला हो है। यसमा चाहिँ सबै चिजहरू मिक्स छ। मैले पहिले काटेर राखिसकेकी थियो। यसमा चाहिँ छ प्याज, टमाटर, हरियो खोर्सानी, वाइवाई चाउचाउ अनि नमकिन। अनि यो चाहिँ कागती। यसमा चाहिँ हामी अमिलोको लागि कागती हाल्छौँ, किनकि अमिलो नभए त चरपटे त केही चरपटे। अनि त्यसपछि स्वाद अनुसार नुन हाल्न सक्नुहुन्छ हजुरहरू। अनि यसलाई राम्रोसँग मिसाएर अब हामी खानेको तर्फतिर लागौँ। कस्तो लाग्यो हजुरहरूलाई आजको मेरो मिनी ब्लग? आई होप हजुरहरू सबैलाई राम्रै लाग्यो।